सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन। अनि सबैलाई गुड मर्निङ। आज चाहिँ हामी चाहिँ कलेजदेखि टुर जाँदैछौँ क्या। अनि है कुशल यहाँ छ। ओइ हेलो भन। हेलो। अनि यता जुत्ता लाउँदैछ। हेलो भन। हेलो भन न। हेलो। म चाहिँ अनि यहाँनिर साथी कहाँ आएको छु क्या। बाइक पनि छ। अब मेरो घर टाढो छ नि त। अनि यहाँ हिजो साथी कहाँ आएको थियो हिजो बेलुकै। अनि आज अब बिहानै कति बजे कुशल? कति 55-57 3 बज्न आँटेछ होइन। अनि अब हामी चाहिँ 4 बजी सबैजना 4 बजी बेला हुनुपर्ने छ स्कुलमा। यता रोहित पनि छ। हाई भन रोहित। हाई गाइज। निन्द्रामा छु है म चाहिँ। जुत्ताको लेस लाउँदैछ क्या ऊ चाहिँ। अब हामी चाहिँ सबै रेडी भइसक्यो है। म पनि रेडी भइसकेँ। अब ऊ पनि रेडी। यता पनि रेडी। खै यो घर चाहिँ सुमनको हो क्या। पानी खुवाउँदैन। मेलाङ आफै सारेर खा भन्छ। ओइ सुमन। त्यही हो होइन। तपाईँहरूलाई धेरै पछि नयाँ भिडियो अहिले अब पनि स्वागत छ। र अब अझै आउँछ नयाँ नयाँ भिडियोहरू हो कि होइन? हो भन। सो हामी चाहिँ रेडी भएर निक्लिसक्यौँ होइन। यहाँ कुराहरू यहाँ भर्खर मुख धुँदैछ। यहाँ हामी चाहिँ अघि ब्रस गरिसक्यौँ होइन। यता निन्द्राले छोडेकै छैन कि निन्द्राले छोडो कुशल? छोडेन? सुमन निन्द्राले छोडो। अनि मैले उठाएको होइन तिमीहरूलाई। अनि आज कस्तो एक्साइटेड छौ त टुर जान? निन्द्रामा पुगेर है कस्तो एक्साइटेड छौ टुर जान? ओइ तिमी कतिको एक्साइटेड छैन? एक्साइटेड यो पानी खाने पनि हो। ओइ रोहित कतिको एक्साइटेड छौ? म अब यहाँ हेर पानी खाएर अब रेडी हुँदैछु भने चाहिँ आफै सोच न। ए ल अब चाहिँ हामी चाहिँ हिँड्नु पर्ने हुन्छ होइन। 3 बज्यो यहाँनिर। 3-5 जति भइसक्यो होला है। अब राति के गर्नु टुर जानुको लागि यति गर्नै पर्यो नि होइन। अब हामी चाहिँ लाग्यो 4 भाइ। केराको थममा 4 भाइ जम्मा। हामी चाहिँ यहाँनिर उहाँ सुमनले यहाँ दोकानमा उठाउँदै हुनुहुन्छ। दोकानमा उठाउँदैछ। हामी चाहिँ बिहानै हिँडेको नि त खाजा नआए। अनि दोकानमा आएर खाजा खान आँटिरहेको छौँ। मलाई फ्रन्टबाटै देखाइदियो न। ए हेरी ल थेत भाइ त्यहाँको चाहिँ कसरी देख्नु त्यति टाढो? म कस्तो छु एक्जाम एकदम ए हाम्रो कुशल हिरो जहिले हिरो। चाउचाउहरू यहाँनिर हाम्रो केटाहरूले बिहान बिहानै खाजा भोकै पेट। हामी चाहिँ यसको लागि पुग्न आँट्यौँ। यहाँ पुलमा हिँड्दैछौँ। केटाहरू सुई हिँड्दैछ। ओइ केटा हो ओइ के भन्छ चाहिँ यो बम्बेको भाइले त लु। हामी चाहिँ अब आइपुग्न आँट्यौँ होइन। आइसक्यो नि होला। 3-3:30 भइसकेछ। छैन हौ एकमा प्रकाश सरसँगै आउँछ अरे हौ बस। क्रा हो कतिको एक्साइटेड भइरहेको छौ? ए यस्तो त मान्छेहरू छ पिकनिक जाने टुर जाने अरे। त्यही होइन हामी चाहिँ आइपुग्न आँट्यो। अझै रात नै छ है। पुरा अन्धकार छ अन्धकार। हिँड्दैछौँ। माइकल ज्याक्सनै सोध्छ है क्या हो त्यो भाइ भिडियो नबजा हानेको यहाँनिर उयो कपराइट हान्छ कस्तो। सो हामी चाहिँ स्कुल आइसक्यौँ होइन। यही हाम्रो स्कुल। केटाहरू यहाँ हामी चाहिँ फर्स्ट 4 जना हो है स्कुल आउने। अरू आएकै छैन। यहाँ तल पाले अङ्कल बस्नुहुन्छ। लाइट बल्दैछ अलिअलि। यहाँ केटाहरू टिकटक बनाउँदैछ। यहाँ रोहित यहाँ आइस नै भाइ ढुङ्गाले गाइस त्यो गीत नि बा भन्दैछु है। यो चाहिँ हाम्रो स्कुल हो क्या कलेज कन्काई माध्यमिक विद्यालय। खै 4 बजी बोलाएर सरहरू नै छैन। उयो चाहिँ के बोलेको केटा हो?
थेट क्यामेरा त्यसरी बल्छ त्यो लाइट बाल्ने फ्ल्यास त त्यो क्यामेरा अन्त सो हामी चाहिँ यहाँ आएर यसो हिँड्दैछौँ होइन साथीहरूले होइन केटाहरू ओइ केटा हो के छौ यो आज फाइनली टुर सक्सेस भएको छ हाम्रो के छौ अनि सौगात ठिक छ कस्तो एक्साइटेड छ ल अगाडि केटा अगाडि को छ थेपेर उयो ए त भाइ हिजो पनि बाङ्गे हिँडेको थिइस् आज पनि बाङ्गे हिँडेको छ को बम्बे सो फाइनल गाइस होइन हामीले चाहिँ राजेन्द्रलाई ल्याइसक्यौँ यस्तै ह्यान्डसम भएर आएको छ नि यस्तै ह्यान्डसम भएर आएको छ नि के छ अनि साथी अन्त नयाँ बेहुला जस्तो होइन हेर न केटाहरू ओइ खतरा इङ्ग्लिस हान्दा रहेछ त युनिसले त फाइनली हामीले चाहिँ पर्खिँदा होइन बस चाहिँ आइसक्यो बाहिर बस आयो होइन कतिको एक्साइटेड फाइनली समयको गाडी सकिसकेको छ होइन होला चाहिँ गाडी आएर उता गएको छ उता केटाहरू के छ अनि के छ यार ओ मिलन साथी के छ यार भर्खर उठेर आयो होइन ओ पुरान खै पुरान अनि हाम्रो मेन कन्टेन्ट क्रिएटर हाम्रो लिम्बू आज भने हामी ट्रिपमा जान आँटेछौँ र सबैजनालाई ठिकै छ बस आउँदैछ फाइनली हामी गाडीमा आइसक्यौँ होइन गाडी खै गर्नु भयो फिलिप यहाँ त तिनीहरू पैसा घुमाएर स्वागत गर्छु होइन नयाँ मान्छे ऊ यहाँ थपिँदैछ होइन होला लाग्यो त सुपर एक्साइटेड यता चाहिँ हाम्रो प्रकाश सर हुनुहुन्छ प्रकाश सर यता हेरिदिनु प्रकाश सर हाई भनिदिनु हाई सर युट्युबमा आउँछ ल के छ फिलिप फाइनल गाइज हामी चाहिँ उर्लाबारी आइसक्यौँ यही सर्ट हान्नु उयो अहिले त दामी आइरहेको त होइन अनि अहिले हामी चाहिँ यहाँनिर गाडी चाहिँ हामी आएको फ्रेस हुँदैछौँ हामी चाहिँ अब हल्का बाहिर सर्ट हान्नु निक्लेको यता फिलिप साथी त्यस्तो जाडो त छैन हो हाम्रो प्राङ्स्टर यता फोटोसुटहरू हुँदैछ यता सरहरू हुनुहुन्छ साथीहरू अब हामी चाहिँ चढ्ने होइन ओइ थेबे किन लाग्यो भने नि अब दिउँसो हामी चाहिँ खाना खानु यहाँनिर होटेलमा आएको छौँ यता राजेन्द्र साथी यता हाम्रो साथीहरू यहीँ बेन्च निकाल्दैछ अब हामी चाहिँ खाजा खाना आँटेको हाम्रै ब्युटिफुल लेसिसहरू अब हाम्रो खाजा खाना आँटे भोक लाएर मर्नु लाग्यो पुरा बिहान पनि खालपेटे आएको कि चाउचो पेटमा हावा मात्र छ हावा चाउचो पनि सक्यो अहिलेको भुँडी बटारिरहेछ बिस्कुट खाँदै आउँदै थिए यार केटाहरूले लङ त्यो बिस्कुट पनि होइन सुप्रियाको त्यस्तो लाग्दै थियो
के रे भाइ भन्न त अब एक थाल भात खाएर आएको होइन भाइ तिमी खै कति खानु चाहेको ल गाइस हामी चाहिँ आइपुगिसक्यौँ होइन कोसी टापु आइपुग्यो भर्खर गाड्दै झरिँदैछ फिलिप आइपुग्यो होइन म त सुतेको थिएँ क्या है खाली होस् न त्यो हामी चाहिँ अब हात्ती हेर्नु जाँदैछौँ कोसी टापुमा जाउँ न जाउँ म त हात्ती हेर्न भन्दा नि केटी हेर्न को तिमी यहाँ चाहिँ हाम्रो गाडी यहाँ राखेर अब यता हात्ती हेर्न जाँदैछौँ यहाँ चाहिँ जाडो कस्तो नि अन्त यता जाडो हेर्छौ घाम नि लाग्छ यतिखेर त घाम लाग्छ त यहाँ चाहिँ घाम पनि लागेको छैन होइन ए मिलन साथी खतरा नि हौ खतरा ह्यान्डसम उहाँ ब्यारियर रहेछ नि त ब्यारिकेड होइन अनि के छ नि साथी कस्तो मजा आइरहेको नि यहाँ हाम्रो केटाहरू आउँदैछ केटा मोडल जस्तै हिँड न हौ सरको पछाडि पछाडिहरू ल ल ठिक छ हामी चाहिँ अब म्युजियमभित्र छिर्दैछौँ होइन अरू चाहिँ सबै गइसक्यो अब फिलिप म राजेन्द्र यति मात्र कोसी टापु वन्य खै के वन्यजन्तु म्युजियम छ अरे क्या यता कता चाहिँ अनि छिर्दिन आँटेको हामी चाहिँ अर्नाको स्ट्याचु अर्ना भने त जङ्गली भैँसी होइन त अब यहाँ चाहिँ अलाउड छैन होला फोन बच्चा सहित रहेछ यहाँ डल्फिन उयो छ नि हेर यो चाहिँ सबै अर्नाहरूको टाउको है टाउको रियलको अर्नाकै टाउको हटा तिमी पनि अर्नाको टाउको हो यो सबै अर्नाको टाउको हो यो चाहिँ लास्टै ठुलो छ क्या यो चाहिँ ठुलैमा आउँछ यो भाइ चाहिँ खालि ठुलैमा आउँछ के देखिरहेको छु म थोरै छैन त चाक्चिला यार यसले गरेर आम्मो कसम मैले त फर्स्ट टाइम देखेँ यार सबैभन्दा ठुलो चाहिँ यो हो कि के हो मैले त फर्स्ट टाइम देखेँ यार केटा बलियो छैन कि क्या हो संरक्षणमा राखेको त कत्रो हगेको त्यसले के हो यो गाइज यो चाहिँ केटी रहेछ क्या है होला केटी होला पर कन ठुलो ठुलो रहेछ त मैले चाहिँ फर्स्ट टाइम देखेँ क्या हात्तीले पनि एक्सर्साइज गरेको लु खतरा एक्सर्साइज हान्दैछ लेग वर्कआउट हान्दैछ यार लेग वर्कआउट हान्दैछ यार उल्ला पैसा कसो खुजिरहेछ पैसा एउटा फोटो खिचौँ न हामी ए भान्जा आँट्यो मोबाइल लाग्छ अहिले पैसा दिएर कसो खुजिरहेको पैसा छ तिमी जत्रै राख्छु अब हामी चाहिँ हात्ती हेरिसक्यो सबै यता चराहरू के साइबेरियाबाट आएको चराहरू हेर्न गइरहेछौँ हामी चाहिँ यतै सरहरू स्टुडेन्टहरू यतै अब हामी पनि जाँदैछौँ कुशल कस्तो लागिरहेछ अनि
भवाल यता चाहिँ यस्तो जङ्गल रहेछ क्या त्यो बेला हामी कुदी हिँडेको लडाइँमा होइन अब हामी अहिले फेरि टुरिस्ट बनेर घुमिरहेको छौँ होइन कोही पुरानो ठाउँमा हामी चाहिँ अब फर्किँदैछौँ होइन चरा हेर्नु गएको चरा हेर्ने देखेन केही अनि भिडियो नगरे अनि हामी चाहिँ ल भन भन ल वा 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 भन न हौ मैले सायरी भने नेपाल हल्लिन्छ होस् न म होइन म हाम्रो नेपाल हल्लाउन चाहदिनँ हो र अब ठुटे नेताहरूले हल्लाइसकेको छ अब के हल्लाउन हामी होइन होस् तर हल्लाइदिनु मलाई अलिक मुनि ए ए ए ए ए ए हल्यो त के छ नि भाइ साँच्चै हो हो अब हामी चाहिँ फर्किँदैछौँ होइन अब खाना खाएर धरान जान्छौँ होइन खाना खाना चाहिँ जान्छौँ हामी अन्त खाना खान जान्छौँ अनि धरान जान्छौँ चरा हेर्नु गएको चरा हेर्ने देखेन क्या अनि चराहरू शिकारीले शिकार गर्दैछ ए यहाँ लायन देख्यो लायन लायन ए लायो ए लायन जङ्गलको किङ लायन जुम गरेर देखायो लायनलाई एकदम आइज लाइन आइज लाइन आइसकेछ हाम्रो लाइन ल यस्तो छ क्या फेममा आयो भने भयो सो हामी चाहिँ होइन यहाँनिर खाना आएर खाना खाइसक्यो बुढी यत्रो बनाएर बसिरहेको छौँ यता हाम्रो खेम भण्डारी सर हुनुहुन्छ धेरै भनेको नि 4 सब्जी थप्यो त्यो त्यति हो अब कतिखेर खाने सर तपाईँले कति खानुभयो थपी अगाउनु त भयो नि तिमीले कति खायौ सुमन 4 थाल मात्रै रोहित कति खायौ बोल्न सकिँदैन अहिले 7 जतिको जोडिराख रोहित म सौगातले चाहिँ ड्राइभरसँग कम्पिटिसन गरेको हो कि अब त्यस्तै हो अब कम भनेको त्यस्तै अब 4-5 चोटि चाहिँ थप्यो त्यही हो अब हामी चाहिँ यस पछाडि अब हामी कता धरान जान्छौँ होइन यसपछि हामी धरान जाँदैछौँ अनि धरानमा गएर अब तपाईँहरूलाई भेट्नेछौँ प्रकाश सर बिलिङ गरेर आउँदै हुनुहुन्छ सर तपाईँले कति खानुभयो हामीले चाहिँ पेट भरुन्जेल खायौँ हजुर कतिको भन्ने कुरा चाहिँ हामी हिसाब गरेपछि भन्नेछौँ सर तपाईँले कति खानुभयो नराटी भन्नु त मजाले खाएँ यी मोटाइरहेको छु सो फाइनल गाइज हामी चाहिँ धरान आइपुग्यौँ होइन यही धरानको घन्टाघर यहाँनिर हामी चाहिँ अब धरानको यही दाममा थोरै गाडीहरू छैन प्याक अहिले त सबै से लाग्छ त हौ हामी चाहिँ होइन मन्दिरभित्र आइसक्यौँ यही साथीहरूले बाँध्दैछ मैले अनि अघि बाँधिसकेँ अनि मैले चाहिँ यहाँनिर घर लानको लागि प्रसादहरू आमालाई मालाहरू पनि किन्छेँ क्या अनि मैले चाहिँ एउटा ब्रेसलेट किनेँ उसले बाँध्दैछ अब फोटोसुट गर्नुपर्ने होइन के तिमीले बान्यौ होइन अनि भइगयो त अब बुढासु भाइ यस्तो छ ल खिचिदिन्छु एकछिन ल अलिक अहिलेको फोटो राम्रै आएन कि एकछिन न यहाँ हाम्रो क्लासको गर्ल्स बोय सो फाइनल गाइज होइन हामी चाहिँ बुढा सुब्बाको दर्शन गरिसक्यो अब चाहिँ हामी फेरि गाडीतर्फ जाँदैछौँ ए वर्षा फिलिप रोहित कस्तो भयो त अनि बुढा सुब्बाको दर्शन मेरो दाइ हो कस्तो भयो बुढा सुब्बाको दर्शन एकदमै राम्रो भयो होइन एकदमै राम्रो रहेछ ठाउँ पनि मन्दिरहरू पनि होइन अनि त्यहाँको एउटा चाहिँ विशेष मान्यता रहेछ त्यो पनि ठिक लाग्यो ओ एकछिन जहाँ चाहिँ त्यहाँ भएको एउटा कुनै बाँस अथवा कुनै त्यहाँको वस्तुमा चाहिँ आफूलाई मन परेको मान्छेको नाम लिएर जोडी त्यो अब डोरो चाहिँ बाँध्यो भने चाहिँ अब जुन मान्छेको नाम लिएर बाँधेको छ त्यो मान्छेसँग भेट हुने त्यो मान्छेसँग चाहिँ अब
सम्बन्ध स्थापना हुने भन्ने एउटा मान्यता रहेछ। अनि मैले पनि बाँधेँ, अरू साथीहरूले नि बाँध्यो। अनि त्यस्तै त्यस्तै एकदम रमाइलो भयो। ल धन्यवाद रोहित गिरी। वर्षा अनि कस्तो भयो त बुढा सुब्बाको दर्शन? एकदम राम्रो भयो। के माग्यौ मैले भन्नु हुँदैन? राम्रो बेहुला, राम्रो बेहुला, राम्रो बेहुला। अनि फिलिप तिमीले? मैले त मागिनँ, तर मैले मागेँ राम्री बेहुली। अनि होइन मैले चाहिँ केही माग्नै, तर उयो फ्यामिलीको लागि मागेँ। त्यो केटी सेटी चाहेन मलाई, फ्यामिली। अब चाहिँ हामी जाँदैछौँ, सरहरू गइसक्नु भइसक्यो, आधी हामी हिँड्दै जाँदैछौँ। सो हामी चाहिँ होइन यता अलिक माथि आएको, अर्को मन्दिर पनि दर्शन गर्नु जान आँटेको। यहाँनिर चाहिँ भ्यू देख्यो क्या, तर क्लियर चाहिँ छैन, त्यही पनि अलिअलि हुस्से लागिरहेको छ। यो चाहिँ धरान बजारहरू है, धरान मेन सिटी उता। तर क्यामेरामा भन्दा ओरिजिनलमा यस्तो लभली देख्छन्, क्यामेरामा चाहिँ अलिक देख्दैन रहेछ नि। कस्तो लागिरहेछ त? एकदम बबाल। सो फाइनल गाइज हामी चाहिँ होइन टुर सकेर अब घरतिर फर्किँदैछौँ। धरानदेखि केटाहरू यहाँ आए, कुनै बदाम खाँदैछ, बदाम खाँदै भ्यू हेर्दै यो यता सर हामीसँग गफ गर्दै। सो फाइनल गाइज हामी चाहिँ दुर्गापुर आइसक्यौँ। यत्रो लामो मलाई चाहिँ मातेर कत्रो लामो ड्राइभमा लङ ओ काका के छ? ओ काका ड्राइभर काका। अब हामी चाहिँ खाना खाएर जाने हो क्या दुर्गापुरदेखि। हिँड न हिँड। ओइ सौगात, ओए मलाई सर्ट पनि आइरहेको। मलाई पो दिएको ला भन्दै थियो, ब्लग पो बनाएर आएर गाडीले मात्र यार कस्तो छ। अनि म तिम्रै इन्टरभ्यू लिन्छु, कस्तो भइरहेछ साथी? अनि अहिले के भइरहेछ? ल घुमघाम गर्नु कस्तो फिल भइरहेछ? त्यहाँ नहल्लाई नि, कस्तो घुमघाम फिल गर्नु भइरहेछ? चाहिँ मजा आयो होइन। अनि अब अहिले यहाँ गाडीमा चाहिँ अब हल्का मातेको फिल भयो क्या। अब धेरै पछि गाडी चढेर त्यही भएर हल्का मातेको फिल भयो। त्यस्तो फिल भइरहेछ। अब लङ ड्राइभमा अब आएको नि त होइन, त्यहाँ पुगेर आयो होइन। तिमीलाई चाहिँ कस्तो फिल भयो राजेन्द्र? मलाई त यो मात्नुको म पनि छैन क्या, आज त के भएको सुपर एक्साइटेड क्या। अब ढाँटेको हेर न, सुपर डुपर एक्साइटेड चाहिँ हो, मातेको चाहिँ होइन कि। तर यो लङ ड्राइभमा अलिक दिमाग चाहिँ तातिरहेछ होइन। मेरो यस्तो कान तातिरहेको टायर फिल गरे हो, अलि गरिराखेको छ अलिअलि होइन। मातेको ओरेको त्यस्तो बन्द गरेर हामी खाना स्टार्ट गर्दैछौँ। मासु, दाल, साग सबै केटाहरू। केटा हो नलजाए है, नलजाए, छापी रोहित आज त टक्कर हुँदैन सुमित। रोहित तिम्रो मेरो सुमितको अहिले त छैन, उल्टी आउन अघि खोजेर रुचेको छैन, यति त तानेको छैन। तर यति तान्नु भनेको ओए, यति तान्नु भनेको पनि थोरै चाहिँ होइन है, होइन? ल मैले चाहिँ खाएँ ल। यता हाम्रो ड्राइभर चाचाहरू यहाँ हो। ओ मेरो असलीवाला काका के छ? भाइ साइनो जोडिसक्यो, बाउ बाजे एउटै गाउँको ताप्लेजुङको, एउटै गुण सबैले खाइस। म चाहिँ भेज भएको कारण दुई खान्छु होइन। भाइ अघि आम्मामा दुईचोटि यो भाइ चाहिँ बरु भेज खायो, यसले चाहिँ पत्याउँदिन तिमीले चाहिँ दुईचोटि आन्टी मासु हालिदिनु न भन्दै थियो। ए हड्डी छ सबै यहाँ। होइन होला होइन, के हो के खाएको हौ? मिठो भएको छ।
सक्दैन नि फेरि के छ बाहिर बसेर म त खाना पाएको कि त्यहाँ मान्छेले चारचोटि थपेको नि मान्छेले फाइनल गाइस हामी चाहिँ आइसकेको छौँ गाड्दै उत्रेर होइन अब सुमन कहाँ बाइक छ बाइक लिएर जाने हो यतै बन्दना ढुङ्गना यहाँ अनि यता केटाहरू यहाँ आउँदैछ त्यही हो होइन को अब रात 10 बज्न आँटिसक्यो होइन अब हामी चाहिँ घर जाने सुत्ने होइन भिडियो अनि आज थोरै ब्लग पनि थोरै लामो भएन त्यही हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ ओइ चुप च्यानलमा र भिडियो नै हुन्छ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई